काजीलाई बोलाउनु पर्यो ओरिजिनल हो कि डुप्लिकेट हो तपाईँ मुना र म ओरिजिनलै हो भन्दा आमामा उत्तर पर चाहिँ अर्को सर्टिफिकेट छ त्यो चाहिँ के हो त्यो चाहिँ डुप्लिकेट को काजी हेलो यहीँहरूतिर छु लिएर जाऊ न काजीलाई बोलाउनु पर्यो तपाईँ लुकेर कुरा नगर्नु तपाईँले अनि तपाईँ अघि कहाँ लुकेर कुरा गर्नुभयो यहाँ स्पष्ट रेकर्ड हुनुपर्छ तपाईँ यता आउनुहोस् तपाईँसँग कुरा गर्छु म यहाँ आउनु कसले भन्यो फेरि मेरो बुढाले नि त्यसो भनिरहेछ ला यो त दुई जिब्रे मान्छे पो रहेछ त नि अहिले त्यो एउटा हरिवंश र मदन कृष्णको फिल्म हेर्नु भएको छ कान्छीकोमा जान्छ कान्छीलाई गएर भन्छ म त तिमीलाई मन पराउँछु भन्छ मेरो सामान निकाल्नुको लागि त नि उसको अर्को बुढी आउनु पर्यो ए हो त्यही त हो अर्को बुढीलाई पैसा कमाएर पठाइदिएको थियो अहिले कतिवटा बे गर्नसँग जानुहुन्छ तपाईँहरू चाहिँ यार हामीले कतिवटा बे गर्नु यसको छोराले मलाई दुःख नदिएको मैले हिँड्ने बाध्य तपाईँको कुरा गरेको होइन त्यो केटाले चाहिँ धेरैवटा बिहे गरेको छ नि त त्यसलाई नै किन अँगालेर जान्छ छोरा मान्छेको त के भरोसा त अनि अझै भरोसा लाग्छ त्यत्रो बिहे गर्नेको अब त गर्दैन होला नि त अब त भनिरहेछ गर्दिन भनेर गर्दैन होला नि अहिले के भन्यो अरे अहिले के भन्यो अरे सासूले भनेछ म तिम्रै बुढा हो तिमीसँगै बस्छु भनेछ बुहारीले अहिले फोन गरेछ तपाईँलाई मैले गर्नुभयो त के भन्यो चुप लाग भन्नुहुन्छ नि अनि अरू चुप लागेर बस तिमी छुच्ची नहौ भन्नुहुन्छ छुच्ची नहौ भन्छ चुप लाग भन्नुहुन्छ चुप लाग भन्छ अनि अघि त हिजो अस्ति नै भनिरहेछ बारम्बार टचर दिइराखेको रहेछ उहाँनिर बारम्बार टचर दिएर कान्छी यसो भनिरहेछ मलाई नबोल होइन त अनि उहाँको पनि बुढा रहेछ नि त उहाँको नि श्रीमान नै भन्छ अनि उसको त बुढो धन माथि जेठो बुढो स्वीकार्ने कि माइलो बुढो कि कान्छो बुढो स्वीकार्ने मैले कहाँबाट 10 लाख पैसा मैले खाएको थोडी नै उले हुँदैन तपाईँले कसलाई दिनुभएको पैसा उसलाई दिएको तर उसलाई त खाइन यसले पनि खाइन त खायो काजी हो छोरो लु बोलाउनु त हेलो यहाँ तल झर यहाँ तल यो नि त्यो तेरो दिल्लाई नि लिएर आइज तेरो जेठी सासूलाई नि लिएर आइज यहाँ तल पाथी भएर मन्दिरदेखि अगाडि उयो के अरे के पो भन्छ न हौ के पो अरे यहाँनिर हो के अरे उयो टफु कि टफु यो चोकको नाम भन्नु त दिदी लोकेसन दिनु त यहाँ हेलो दिदी चस्मा दिदी यहाँ आउनु न टपु अगाडि आइज टपुदेखि तलतिर ग्राबेलतिर छिर्नुपर्छ यहाँ आउँछ अब सुन्नु काजीले के भन्यो फेरि भनिदिनुहोस् एकचोटि तपाईँको कुरा सुनिराखौँ जस्तो लाग्यो मलाई त काजीले के भन्यो त्यो सामान निकालेर लग तिम्रो बुहारी हो लग तिमी मैले डाइरेक्ट भने दिदी आन्टी नै हुनुहुन्छ त्यहाँनिर होइन आन्टीले पनि सुन्नुहुन्छ त्यो आन्टीले पनि बोलाउनु न त्यहाँ सँगै बसेर बोले अनि मैले के भने ठिकै छ यत्रो वर्ष मैले 2 वर्ष मेरो अर्को बुढो थियो भने मैले उसलाई पठाइहाल्थेँ नि तर तपाईँले मलाई के गर्न खोजेको उसँग रिलेसन राम्रो थियो भने मलाई छोडिदिन हुन्थ्यो नि तिमीलाई त जिन्दगीमा छोडिदिन छोड्दिन भन्छ तिमीलाई छोड्दिन बुहारीले भन्छ त यस्तो करे यस्तो कालीले क्या सुटी बुढीले त्यसले भने कि मात्रै हो भर्खरकोले उसले कसो गरेछ भन्ने कुरो त्यो मलाई थाहा छ यसले भनेको हो उसले त्यो कुरै गर्दैन त्यो म जान्दिनँ तिम्रो बुहारीको लिएर जाऊ सामानहरू लिएर जाऊ तिमीलाई म छोड्दिनँ अनि त्यत्रो पैसा 10 लाख पैसा यसले कहाँ निकालाइदियोस् त पैसाको लागि प्रेम त होइन अनि प्रेम त पैसा त्यो पैसा कहाँबाट निकाल्यो 10 लाख पैसा त खेला छिरो पैसा तपाईले ड्याम किन हाल्दिएको पैसा ए हिजो अस्तिसम्म हाल्दिएको के दाइ अब अर्को आयो भने फेरि 24 महिनाको सम्म हालेको मैले काजीको यहाँ सुन्नु काजीको बुढी अर्कोमै रहेछ छ त्यो आएपछि झन् लफडा हुन्छ यहाँ त्यो आएपछि लफडा हुने कुरै छैन नि मैले उसको घर व्यवहार उसलाई आदि त मैले साथ दिएको छु को काजी हेलो यहीँहरूतिर छु कसरी लिएर जानु तपाईँले बाबा भनेर बोलाइ गर्छ भने बुढोले मैले कसरी लिएर जानु लु भन्नु यदि म तपाईँको बुढी होइन थिएँ भने मैले त होइनस् भनेर भनिदिनु मलाई बिदा दिनु राम्रोसँगले होइन
तर एउटा कुरो तपाईँ मेरो बुढा हुनुहुन्न थियो भने 2-2 वर्ष मैले अर्काको देशमा रोएर दुःख गरेर बसेर पैसा किन पठाउँथेँ मैले के भने सुन न सल्लाह गर हैन बिस्तारै भाइ आएन आएकै छैन आउँदैछ त्यहीजना बिस्तारै हैन दुवैजना सल्लाह गरेर बिस्तारै हैन त्यो तपाईँलाई छोड्दै नछोड्ने तपाईँले छोड्दिनँ भनिरहेको छ अनि अब कसरी मसँग रिलेसन त्यस्तो हुँदा हुँदै योसँग किन यो खालको व्यवहार गर्नुभयो त तपाईँले भन्नु न फेरि त्यही प्रश्न गरे त्यो प्रश्न त तपाईँले मलाई बताउनै पर्छ भन्नु न किन गर्नु हो तिमीसँग भरे आएर सल्लाह गर्छु भने तपाईँ मेरो बुढा हो कि होइन मुनाको र मेरो बुढा हो कि होइन हो कि होइन हो भने अनि किन यो व्यवहार किन गर्नुभयो तिमी त्यहाँनिर त्यो मिडियाको अगाडि मुनाको नाम लिँदैछौ मुनाको नाम नलिएर के मेरो बाउको नाम लिनु मिडिया यहाँ छ म पर एक देशमा मकैबारीभित्र बसेर बोलिरहेको छु उनीहरू पर घरमा बुहारीलाई फकाउँदैछन् त्यहाँ भरे मैले भने त भोलि गएर त्यहाँ मेरो नाम जोडिएर त्यहाँनिर मिडियामा मेरो फोटो नाम आयो फोटो त तपाईँको आउँदैन म लाउन दिन्न त उहाँ दाइहरूलाई लाउन दिन्न बरु त भने त तपाईँले यदि मलाई छोड्न सक्नुहुन्न भने ठिकै छ छोड्न सक्नुहुन्छ भने मलाई राम्रोसँग भन्नु आमासम्मको मान्छे त्यति कालीलाई किन राख्छु भन्नुभयो अरे हो ए फेरि हो कि होइन धेरै नबोल न तिमी होइन अहिले त बबिताले त्यसो भनिरहेको छ त फोन गरेको बबिताले त्यसो भनिरहेको छ त त्यो आमासम्मको मान्छेलाई म किन राख्छु भनिरहेको छ मलाई फोन आएको छ म फ्लाइटबाट हालिदिन्छु भनेर तिमीलाई फोन गरेर राखेको ल ल भकाएर बिस्तार लानु ठिकै छ नि होइन बुढो म तपाईँ मेरो बुढो त हो नि ए मैले के भने तिमी मान्छे चाहिँ कस्तो छ कतिचोटि भन्नुपर्छ हौ अनि कतिचोटि भन्नुपर्छ भने यसलाई किन त्यो फोन उठाउँदाखेरि बाबा भन्दै फोन उठाउँदै किन बोल्नुभयो छोड्दैन मेरो कुरा सुन न त्यहाँ त्यो मेसेन्जरमा किन फोन उठाउनु हुँदैछ सुन भाइलाई बोल म फोन उठाएको थिएँ भने चाहिँ फोन फुटाइदिउँ खोजेर उठाइदेऊ न अनि म मेरो पैसाले किनेको फोन नि होइन झगडा नगर मेरो पैसाले किनिदिएको फोन होइन झगडा नगर भन्दैछु मलाई यहाँनिर राँडी र साँडी रन्डी र सन्डी किन पार्दैछ यो मेरो सौता हो बरु मुनालाई राँडी र रन्डी पारेको म सहन सक्छु यो मेरो बुहारी हो कि होइन मैले मेरो कुरा तिमी ध्यान दिएर सुन्दैन तिमी सुनिरहेको छु अब मैले भन्नु खोजेँ त्यो मान्छेहरू लिएर जाऊ न उसलाई पनि विश्वास फकाउ लिएर जाऊ होइन मैले उसलाई बार पनि जहिले पनि प्रायः भन्ने गर्छु भन्नु चाहिँ मेरो जेठो बुढो म स्वीकार्न आएको अरे मैले मेरो जेठो बुढो स्वीकार्थेँ भने मेरै बुढालाई पैसा पठाउँथेँ नि तपाईँलाई किन पठाउँथेँ म फेरि नि खोज्नु थाल्यो के नि खोज्न थालेँ तपाईँसँग मैले भन्न पाएँ त मैले मलाई धेरै फोन आइसक्यो कि मोबाइल फ्लाइटबाट हालिदिन्छु भनेर फोन गरेको त्यहाँ मलाई मेरो चाहिँ फ्लाइटमा राख्नु भएन नि फेरि अब फ्लाइटबाट हालेपछि कसैको फोनै आउँदैन नि कसैको फोन होइन फ्लाइटबाट नराख्नु फोन आउँछ उसको फोनमा व्यस्त राखिदिनु म अरू कुरा केही जान्दिनँ अहिले यहाँ फोन गरेको मात्रै थाहा पाएँ भने फोन फेरि कच्चा कुच्चो अचार हुन्छ नि मिडियाको अगाडि अचार बनाइदिन्छु म अहिले मकैबारीभित्र छु कि मिडियासित लिएर जाऊ होइन म यति कुरा भन्नु कि यहाँनिर यो घरको आन्टीहरूले कति के भनिरहेका छन् भन्ने कुरो तपाईँलाई थाहा छ भोलि यो दिन मैले विदेशबाट पनि रुँदै यस्तो काम नगर्नु है बुढो भन्दाखेरि म गर्दिनँ भनेको मेरो कुरा सुन्छु कसम भनेको यार मेरो पुरै बेइज्जत हुने भयो गाउँ हल्ला कसम भनेको ब्याइजेत हुने भयो यार होइन तर मलाई चाहिँ के गर्न खोजेको म त कसम भनेको भोलि नि होइन भोलि कसम मुना थाहा भयो भने कसम भने म मर्दा हुन्छ कि तिमीले मिडिया लिएर यस्तो गरेको नि मैले तपाईँलाई केही गरेको छैन बुझ्नु भोलि होइन मैले भन्दा यो कुरो भोलि नि होइन मुना कामसँग पुग्यो भन्दै कस्तो भने म बाँच्ने ठाउँ चाहिँ छैन क्या मेरो हो त्यही भएर गल्ती गर्नु हुँदैन भन्नु ए उसले पनि सुनिरहेछ यहाँ परत कुदेर आएर मरिरहेछ होइन सुनिरहेछ भने बाबा यहाँ आउनु छिटो बाबा यस्तो हात गर्नुहुन्छ सुन्नुभयो नि तपाईँले पनि धेरै बिहे गर्ने मान्छे रहेछ यार 4-5 भइसक्यो बिहे गरेको तपाईँले नि बिहे गरेको छ सबैले कतिवटा बिहे गरेको हो तपाईँले कसले कति बिहे गरे होइन अब यहाँ गरौँ अङ्कललाई फोन गर्छु अहिले म फोन फुटाइदिन्छु भने नि फोन नपठाउनु घाटा हुन्छ अलरेडी फोन फुटिसकेको छ स्क्रिन फुटिसकेको छ उता यता त नानी यता नदेखाउनु त यहाँ सुन्नु अब कसरी मिल्ने खालको कुरा क्या अब के कसरी मिल्ने खालको भन्नु न अनि
यता आउनु के हो किन काटे अनि यहाँ आएर उचालिन थाली अनि ए ल ल ल तपाईँ मेरो बुढा हो कि होइन भन्नु न कति 2 दिन मात्रै बस्नुभयो अरे मसँग तपाईँ हो कसले भनेको ल राखेको उसैले भनेको होइन मेरो अर्को बुढा थियो मेरो जेठो बुढा स्वीकार थिएन तपाईँले मेरो बुढो अनुहार किन पैसा पठाउँथे त भन्नु न एउटा कुरो चाहिँ धेरै त्यहाँ बुढो यताउति भनेर धेरै नचिच्याउन हो भोलि यो कुरा कस्तो भनेको मेरो घरसम्म आइपुग्छ यार मेरो घरसम्म आइपुग्यो यार म तपाईँको बुढी चाहिँ हो कि होइन त्यति मात्रै भन्नु न ए भगवान कति भन्नु न त्यति मात्रै साह्रो अहिले त्यहाँ त्यसको फोन उठाएर बोलेको हो म त थाहा पाएँ भने फोन फुटाइदिन्छु फेरि छैन काटु त के गर्नु काटु अब हेर्नुहोस् काजी अब काजीको अर्को श्रीमतीले देख्नु बाँकी नै छ अब यो भिडियोमा देख्छ कि भने त्रास छ डर छ मुनालाई हाल्दिन मुना कुमारलाई अँ मुना कुमारलाई अर्को पनि काजीको बुढा छ होइन ए बुढी छ यहाँ छ बुढोमा आमामामामा कतिवटा यो चाहिँ ओरिजिनल बुढी होला तपाईँहरू डुप्लिकेट होइन अब एकछिन अब तपाईँहरू एकछिन तपाईँहरू हल्ला नगर्नु ल एकछिन तपाईँहरू हल्ला नगर्नु है अब बहिनी तपाईँ कल गर्नु त तपाईँ चाहिँ सोध्नु त तपाईँले सोध्नु अब तपाईँले त्यसरी नै सोध्नु त एकछिन मलाई किन ल्याएको कोही हल्ला नगर्नु ल रेकर्ड हुँदैछ नि होइन सबै रेकर्ड गर्नु न हो कि यता कल गर्नु न कल गर्नु हो कि नभन्नु उसले त हो भनौँ अब उता हो भनिहाल्छ नि हिजो बेलुकै पनि हो भन्दै है त तपाईँ सोध्नु न तपाईँले सोध्नु न ए चुप नबोल्नु कोही एकछिन उठा अनि यता पनि बुढी भन्छ त्यता पनि बुढी भन्छ त्यसले मेरो जिन्दगी बर्बाद पार्न पाउँछ उसलाई भन न बोलाएर बुया झिका झिकालु लु झिका लु सबैले झिकाउन लाउनु सबैले हैन यहाँ भन्दा पनि त्यहाँ फोन गरेर तिमीले बोलाउनु म बोलाउँदिन उसँग मजाले बोलिरहेछ भने उता पनि दो चारै छ भने त म झिकाउनु पर्यो मेरो जिन्दगी बर्बाद पार्न पाउँदैन नि यिनीहरू खेल खेलेर आमा छोरा भएर अब झिकाउनु होइन आमासँगको मान्छे छोरासँग अब सासूलाई पनि भेटियो बुहारीले पनि भेटियो अब काजीको अर्को बुढी पनि आउँदैछ झन्सार गण्डगोल हुन्छ यहाँ मुनालाई त थाहा छ मलाई मुनालाई त ओरिजिनल बुढी आउनु बाँकी छ सेकेन्ड ह्यान्ड डुप्लिकेट बुढीहरू भेटायो मुनालाई त अब ओरिजिनल बुढी आउनु बाँकी छ हामी माइत जाँदाखेरि पनि मुनालाई थाहा छ भनेको अब हामी माइत पनि सुन न बहिनी यहाँ सुन न त्यो त ओरिजिनल रहेछ होइन ओरिजिनल रहेछ नि त्यो त कुन चाहिँ ओरिजिनल अब आउने थाहै छैन अहिले भिडियो देखेपछि आउँछ यो भिडियो हाल्दिनु नि माथि मुनालाई मुना कुमार सर्च गर्नु WhatsApp नम्बर छ चाहिन्छ म दिन्छु त्यो चाहिँ ओरिजिनल बुढी हो उसको आफ्नै बुढी 3 भाइ छोरा अन्त ओरिजिनल तपाईँ चाहिँ डुप्लिकेट भयो तपाईँ र सासू चाहिँ होइन 3 भाइ छोरा छ हेर्नुहोस् अब त यहाँ त नि बिहे गर्दै राख्ने खालको रहेछ क्या जति पायो त्यति बिहा गर्ने खालको रहेछ क्या त्यो मान्छे चाहिँ के कारबाही गर्ने अब कारबाही त अब कानुनले गर्नु पर्यो कानुनले के गर्छ मेरो कलिले उमेर यतिकै जिन्दगी बर्बाद पार्न पाउँदैन त्यस कारणले हामी आएको तपाईँको जिन्दगी बर्बाद हुँदैछ यहाँ भनेर हामी आएको नहोस् भनेर अनि हामीसँगै तपाईँ के रुपियाँ जस्तो गराउनुहुन्छ नि हुन्द्रुङ्गे मुसा जस्तो गराउनुहुन्छ कल गर्नु त त्यो मान्छेलाई चाहिँ झिकाउनु पर्छ यहाँ सुन्नुहोस् ए नबोल्नु एकछिन नबोल्नु न एकछिन नबोल्नु न अर्के हाल्छ होइन ल्याइसकेको पनि छ फोन उठाएको छु ए थाहा रहेछ त नि फोन उठायो छ नि जहाँ भए पनि मलाई थाहा छ हामी बुढाबुढी बिचको कुरा भनिहाल्छ नि मलाई ए नबोल्नु न हौ तपाईँ नबोल्नु न नबोल्नु छोड्छु कल गर्नु न यहाँ हेर्नुहोस् आज मिडियामा नआएको भए अझै अरू छोरीचेलीको पनि जिन्दगी बर्बाद पार्न रहेछ काजीले त्यो यसो गरौँ न अब अहिले यहाँ माथि चौकीमा जाने त्यो केटालाई त्यहाँ चौकीमा अब के गर्ने त अब हुन्छ यहाँ सुन्नु अब काजीको यहाँ सुन्नु काजीको ओरिजिनल बुढी रहेछ अब यो भिडियो देखेपछि त ओरिजिनल बुढी पनि आउँछ तपाईँ डुप्लिकेट भयो तपाईँ डुप्लिकेट के ओरिजिनल बुढी हो उसको र मेरो सम्बन्ध राम्रोसँग उसको र मेरो सम्बन्ध राम्रोसँग त्यो सम्बन्ध नभन्नु ओरिजिनल हो कि डुप्लिकेट हो तपाईँ
ऊ र म ओरिजिनल अहिले सुन्नु भएन मुना र म बुढी हो त्यही भनेर यति मात्रै भन्नु ऊ र तपाईँ ओरिजिनल बुढी हो कि डुप्लिकेट बुढी हो मुना र म ओरिजिनलै हो भन्दा आमामा उत्तर पर चाहिँ अर्को सर्टिफिकेट छ त्यो चाहिँ के हो त्यो चाहिँ डुप्लिकेट भन्नु तीनटा सर्टिफिकेट छ अरे मलाई केही थाहा छैन के यो तपाईँ र सासु बुहारी नै यहाँ सौदा भयो अहिले हेर्नु